ल गाइस हामीहरू यहाँ काठमाडौँ सहरमा छौँ। राइडर विजय हाम्रो साइदाली राइडर हो। यस्तो माहौल छ एकदम त्यही माथि भएको यो रफ ड्राइभिङ एकदम गाह्रो है। यो भिडभाड भेहिकलहरू एकदम चाप छ त्यो ठाउँहरू। त्यो ज्यान जोगाउनै गाह्रो छ कि यता यस्तो बाटो गराउने है। ट्राफिक सरहरू चाहिँ बाटामा सेफको लागि बस्नु भएको छ। खोलाहरू यस्तो छ अब यो काठमाडौँ सहरमा। अहिले हामी कुन त हो सिसमती पुलमा रहेछौँ है। चाहिँ सानो कामले त यता थियौँ ए बिस्तारै बिस्तारै। मलाई डर लाग्छ हेर्नुहोस् तपाईँको रफ राइडिङ ए नगाउने यस्तो त सातो लाग्छ ए हेर्दै लगेन झन्डै छ त्यो छ यार। ए हेर्नुहोस् त गल्ली गल्तीमा होइन आँखा झिल्कायो त कहाँ पुगिन्छ थाहै हुन्न। आँखा झिमिक के भन्छ नि त्यस्तै हो। पसलहरू यस्तो छ काठमाडौँमा चाहिँ। यतातिर चाहिँ गाह्रो छ हो राइडिङको। बादन बादन पर्फेक्ट राइडर विजय हाम्रो साथी हुनुहुन्छ स्याङ्दाली। स्याङ्दाली हो नि त सक्छ त कसैले हो स्याङ्दाली हो नि त सक्छ त कसैले। जाम हेर्नु जाम यस्तै हो अब काठमाडौँको बाटो है सडक यो छ पुरा बिजी बिजी यहाँ। व्यस्त सहर दहीमाटी हाइवेहरू पनि एकदम व्यस्त छ। सानो ठुलो गाडीहरू अब भेहिकलहरू चाहिँ हिँडिरहेको छ है। एउटै बाइकमा कतिजना चारजना स्कुटर रहेछ त्यही भएर स्कुटरमा चारजना अहिले चाहिँ सामान पर्छ। यसरी चलेपछि अनि हुन्छ त यहाँ जाने जाम हेर्नु जाम काठमाडौँ सहर सकिन्छ त बस्न। लाठी मामाहरूले लाहातीको लाहाती हाम्रा सिटी फुकेको फुके भाइ भनेको छ नि आएर के तल जाने होइन कहाँ उता जाने हामी। जाम जाम ए बिस्तारै गर्दैछ हौ। ल हेर्नुहोस् यहाँ यस्तो छ साल सेतो छ पारा हेर्नुहोस्। जाम हेर्नु जाम पारो लिएर आउने यहाँ जाम हालेर खाउँला। माटोको भाँडाहरू पाइँदो रहेछ यतातिर चाहिँ अहिले हामी
यो के भन्नु पर्यो यहाँको बगैँचा 22 धारातिर छौँ। बिस्तारै जाउँ बिस्तारै। बालाजु 16-22 धारा यहाँभित्र चाहिँ तपाईँको बगैँचाहरू छ, तर हामी यहाँ गएनौँ, हाम्रो अर्कै ठाउँ जाने काम छ। कहाँ जाँदैछ अरे? मोमो खाना। ए मोमो खाना, हामी चाहिँ मोमो खाना है गाइस। हामी जाँदैछौँ मोमो खाना। के भन्न छ? बाटो जाम। कस्तो छ यहाँ पारा। अनि हामी जस्तो छोटो खुट्टा भएकोले यस्तो बाइक चलाएर के होला यहाँ। यहाँ त स्कुटरै ठिक छ हौ। ए बाइकहरू गाडी, मलाई त यो सहरमा सबभन्दा सेफ त गाडी नै लाग्यो। अर्को भित्र बस्यो है, यस्तो जाम छ ल होइन, त्यो सब जाम यिनीहरू वेट गरेर आयो। बाटो खोलेको छैन, उहाँहरू बाटो खोलेको छ, त्यही भएर एकदम हेर है, यसरी अब बाटो काट्नु पनि एकदम कुर्नुपर्छ, गाह्रो छ यहाँ। यो बाइकको टायर आमामा गाडीको जस्तो ठुलो छ टायर त। झ्याममा बेरेक हाने कि स्वाद त अगाडि अगाडिबाट यसरी गाडीले खेल्दै बस्यो भने केही देखिन्छ त। साह्रै गाह्रो छ हौ काठमाडौँमा गाइस। दर्शक महानुभावहरू जानुहोस्। अनि यसरी ओभरटेक नगरेपछि त हामी त फेरि अनि कहाँ निस्क्यो? मलाई त एकदमै डर लाग्छ रे यो बाटोमा। ए अगाडि होइन, अगाडि के गरेर त्यहाँ बिच बाटोमा रोकेर पखाडिरहेको। ए मुस्कान चाहिँ खतरा काम भाइ। कहाँ निकाल्नु भयो तपाईँले यार यस्तो? बालाजु। कहाँ? बालाजु। बालाकोट अगाडि थमेल। थमेल थमेल आयो गाइस। अनि अब थमेल यो ठाउँको नाम पनि थाहा छैन मलाई। थमेल जाँदैछ हामी। थमेल जाँदैछ थमेल। अब यहाँ सबै केही गल्ती गऱ्यो भने फेरि टक्क कडा छ नि त फेरि यहाँ काठमाडौँ त नियम। ट्राफिक प्रहरीहरू अब अरू प्रहरीहरू चाहिँ यहाँ यो एकदम एक्टिभ भएर काम गर्नुहुन्छ। ए के छ यहाँ गाह्रो छ नि हौ। ल ल ल के गर्नु भयो तपाईँलाई? काम कुमै छिराइदिने? ल हामी एउटा टक्क अब पार्किङ उता रहेछ नि त, उता छ नि पार्किङ। हामी अब यहाँ मोमो खाएर जान्छौँ। मोमो खानालाई यति धेरै लाग्नुहोस्, 10 मिनट हिँडेर आयो हामी।
विशालजीसँगै मोमो खान आइएको छ। मोमो अर्डर गर्दै